दर्शक नमस्कार। हामी चाहिँ यो पादुके आइपुगेका छौँ हैन। पादुके यो चाहिँ एउटा हिन्दूहरूको चाहिँ मन्दिर हैन। एउटा तामिल पिपुलले चाहिँ हैन मान्छेले यो चाहिँ बनाएको हैन। यो कुनै गभर्नमेन्टले नबनाएर एउटा चाहिँ व्यक्तिले बनाएको ठाउँ हो र यो आरती भोजन कीर्तनहरू चलिरहेको छ यता। हनुमानको फोटा देख्नु पूजापाठ भइरहेको छ। भित्र नरिवल पूजापाठ भइरहेको छ हैन। तपाईहरुले नरिवलहरु ल्याएर चढाउन सक्नुहुन्छ। ओके 30 रुपैयाँ चाहिँ हामीले टिकट लिएका छौँ। टिकट चाहिँ भित्र गुफामा हेर्न मिल्छ होला। टोयलेट बाथरुम पनि रहेछ। यो चाहिँ पादुकेतको भित्र हैन यस्तो ठाउँ छ र गुफा पनि छ यतातिर। तपाईले देख्न सक्नुहुन्छ। यो घोडाहरूको गरेको हैन। यस्तो छ रमाइलो ठाउँ। तपाईले देख्न सक्नुहुन्छ। यसरी चाहिँ हनुमानजीको चाहिँ फोटा छ हैन। यो ठुलो चट्टान पनि हो के। यस्तो चट्टान छ है। माछाहरू पनि यहाँ भित्र कता कता जान मिल्छ। भित्र जान मिल्छ हैन। यो चाहिँ गुफा पादुकेतको गुफा हैन। यहाँ भित्र चाहिँ तपाईको हेर्नु यति भित्र छ जान मिल्ने ठाउँ है। यो चाहिँ के रे त्यसको नाम के रे कछुवा। यो कछुवा यहाँ छ हैन। ए कछुवा यहाँ बसिरहेको छ। हामी चाहिँ यो गुफा भित्र जाँदैछौँ। यो ठुलो चट्टानको भित्र गुफा छ हैन। गुफा भित्र जाँदैछौँ हामी। यति ठुलो गुफा छ। तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम गड के दिएको हैन। अनि हामी यहाँ दाजुभाइहरू छौँ हैन टक्कै। अनि के छ टोलीहरू कस्तो लागिरहेछ? एकदम ठिक लागिरहेछ। यो चाहिँ यस्तो किसिमको गुफा कहिले जिन्दगीमा देखिया थियो? अझ त्यही गुफामा परेवा पनि उठ्छन्। होइन आफै हो यो।
यो बनाएको हो कि अब अथवा आफै भएको अचम्मको गुफा छ। अब मैले नेपालमा चाहिँ साडाको दुला जाने भन्ने मात्र थाहा पाएको थिएँ होइन। यहाँ चाहिँ सिङ्गलैमा दुलामा गइरहेको छु। एकदमै रमाइलो ठाउँ छ। रथहरू होइन चाहिँ तपाईँले चाहिँ देख्न सक्नुहुन्छ। गुफा हात्ती होइन यहाँ हात्ती पनि छ। यहाँ चाहिँ परेवाको चल्ला देख्न सक्छौँ। आमा छोरा परेवाका परेवाको चल्ला देख्न सक्छौँ। एकदमै है हाम्रो चाहिँ गाउँघरमै पाइन्छन् र यहाँ चाहिँ यो गुफामा आइसकेपछि यो परेवाको दाजुभाइ हो कि आमा छोरा हो कि है यस्तो छ। अनि यहाँदेखि अझै भित्र जाँदैछौँ हामी। तपाईँले देख्न सक्नुहुन्छ यो लाइटिङ गरिएको छ र गुफा छ। त्यहाँदेखि भित्र छैन जाउँ न अझै कता जानु जाउँ न त्यहाँसम्म जाउँ। यस्तो ठाउँहरू छ होइन। यो चाहिँ पादुकेतको गुफा मलेसियाको पादुकेतको भित्र गुफाहरू हो है। तपाईँले देख्न सक्नुहुन्छ यति यो लाइटिङ गरेको छ होइन। अब कहाँ हो कहाँ भित्र डर लाग्दो ठाउँ छ। एकदमै डर लाग्दो ठाउँ छ होइन। यहाँसम्म जान सकिन्छ भित्र लाइट त्यहाँ भन्दा नि भित्र जान सकिन्छ तर सकिएन। यहाँ एकदमै के डर लाग्दो जस्तो छ है। त्यही भएर यहाँभन्दा भित्र जान सकिएन साथीहरू। एकदमै लाइटिङ सिस्टम छ यो के एकदमै त्यो सोच्नै नसक्ने र अचम्मको ठाउँमा गुफा छ क्या। र यहाँ आउनु होला साथीहरू। मलेसियामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अवश्य एकचोटि चाहिँ यहाँ आएर घुम्नुपर्ने र यो चाहिँ अनुभव र अवलोकन गर्नुपर्ने ठाउँ छ है। अनि बाहिर चाहिँ यहाँ आउनुपर्ने जस्तो ठाउँ छ। मेरो नि फोटो हान नि टोलीहरू ल। टु पिपल ओके। You checking? Thank you. Terima kasih. ओके। अनि यस्तो छ ल मेरो फोटो हान्नु केटा। यस्तो ठाउँ छ लाइटिङ छ होइन। एकदमै रमाणीय दृश्य छ यो गुफाभित्र है। फेरि मलेसियाको पादुकेतको गुफाभित्र। हजुर जाने नि पैसा तिरिया छ। ओके ओके नो प्रब्लम ओके। यस्तो रमाणीय दृश्य छ र यहाँ चाहिँ मैले गुफै गुफा क्या भित्र है। दुइटै भनिदिनु एकदम माथि आउने गरेर कि अलि सिधा मोबाइल गरेर। Ini percuma yang atasnya boleh. ओके। हामी चाहिँ यसरी चाहिँ गुफामा जाँदैछौँ होइन। एकदमै हाइट छ यो रमाइलो ठाउँ पनि छ होइन। हाम्रो दाजुहरू अगाडि गइसक्नु भएको छ धेरै टाढा। हामी चाहिँ जाँदैछौँ। यो गुफा यस्तो ठाउँ छ क्या है तपाईँहरूले हेरेर पनि हेरि नसक्नु। यहाँ मलेसियामा भएको साथीहरू जसरी पनि यहाँ आएर चाहिँ एकचोटि हेर्नु होला र चाहिँ यसलाई चाहिँ रमाइलो दृश्य अनुभव गर्न सकिन्छ होइन। हामी चाहिँ धेरै माथि आइसकेका छौँ कि। दिपक यहाँदेखि चाहिँ भित्र मोबाइल पनि लिन मिल्दैन जस्तो छ होइन। सुजहरू पनि चाहिँ
यस्तो ठाउँ छ शिवलिङ्ग पनि छ यस्तो बनाएको छ हाम्रो टोलीहरु यहाँ आइसकेका छन् हैन भिडियो ओके जुत्ता नलिने भने आहा त्यहाँ बाहिर भन्नु त ब्रदर दिस लास्ट यस्तो ठाउँ छ तपाईको यहाँ है या यहाँ ढोकेर जुत्ता सुज सुज ओके ओके खुल्ला है खुल्ला 1-2 रुपियाँ निकाल्न हामी चाहिँ यहाँ गणपति बाबालाई चाहिँ पैसा चढाउन गइरहेका छौं हैन गणपति बाबालाई पैसा चढाउन गइरहेका छौं हामी पैसा चेन्ज गर्दै छौं हामीसँग चेन्ज पैसा थिएन हैन त्यो उत्तर ओके म यो गणपति बाबालाई चाहिँ 20 रिङ्गट चढाउँदै छु हैन यहाँ चाहिँ मैले चढाइसके यहाँबाट चाहिँ यसरी तपाईको चाहिँ 20 रिङ्गट चढाएको छु र यसरी चाहिँ हामी फर्किदै छौं ओके अनि त्यहाँपछि यस्तो ठाउँ छ हैन दृश्य यो चाहिँ लास्ट हो हैन गुफा त्यहाँपछि हामी फर्किदै छौं ओके आमा थ्यांक यू एकदमै रमाइलो दृश्य छ यहाँ अचम्मको छ के है यो हेर्नु न आफै पिलर ठडिए जस्तो हैन अनि यो ठाउँमा चाहिँ पानी पिने यसरी गरिएको छ माथिबाट चाहिँ हेर्दाखेरि यस्तो देखिन्छ कि है नै नखाने अनि उतापट्टिको कस्तो छ ठाउँ खाडल छ है त्यहाँ नजाँदा हुन्छ एकदमै हेर्नु न यो हाइट छ है यसैमा पनि यस्तो यो फलामको रेलिङ हालेर चाहिँ निस्किन तल माथि गर्न सकिने बनाएको छ यो आफैमा पनि अचम्मको ठाउँ छ के ओके हामी अब बाहिर निस्किदै छौं अहिलेसम्म यहाँ घुमेर है एकदमै यस्तो ठाउँ छ तपाईहरु चाहिँ मलेसिया आउनुभयो भने पादुकेत चाहिँ आउन नभुल्नुहोस् है पादुकेतको पनि विशेष गरेर यो गुफा